जन्मेपछि त्यही 2 महिनापछि अब बच्चाहरू त आमा आएपछि कोही मान्छे आएपछि कहाँ लिन्छन् भनेर हानी छटपटाउने ऊ गर्ने गर्दा नि त खुसी हुन्छन्। त्यस्तो हुन्छन्। अब तिमी चाहिँ केही पनि नहुने के। नमस्कार सम्पूर्ण साथीहरूमा मेरो युट्युब च्यानल समावेशी आवाजमा यहाँहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। साथीहरू, आजको समावेशी आवाजमा म पहिलो भिडियो म आफ्नै आवाज राख्दैछु। यहाँलाई थाहै छ मेरो समावेशी आवाजमा मैले फरक क्षमता भएका अथवा अपाङ्गता भएका व्यक्तिहरूको बारेमा विविध भिडियोहरू राख्ने गर्दछु र आज मैले समावेशी आवाजमा आज म आफ्नै आवाज राख्दैछु र म कसरी अशक्त भएँ अथवा मेरो बाल्यकाल कस्तो थियो, म कसरी कमजोर भएँ भन्ने बारेमा आज म मेरै आमासँग केही जिज्ञासाहरू राख्न गइरहेको छु। अवश्य पनि यहाँले भिडियो पुरा हेरेर साथ दिनुहोला र भिडियोलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। अब म ढिला नगरिकन आफ्नो बाल्यकालको बारेमा म कस्तो थिएँ, म के थिएँ, म यस्तो भएको मेरो आमालाई कहिलेबाट थाहा भयो, यी आदि विविध कुराहरूमा म मेरी आमासँग कुरा गर्न चाहन्छु। साथमा मेरो आमा उपस्थित हुनुहुन्छ। आज हामी आफ्नै घरको भान्सा कोठामा बसेर आमासँग कुराकानी गरिरहेका छौँ। आमा नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु। अनि के छ, आज मन्दिरतिर त जानु भएन है? आज बिदा आज थियो बहिनी। आज सत्सङ्ग नभएकोले घरै बस्नुभयो? घरै बस्नु आराम गरेँ। अनि आमा तपाईँको कुन चाहिँ छोरी हो? कान्छी छोरी हो। म आमाको कान्छी छोरी है। मेरो नाम पुरा नाम थाहा छ आमा? थाहा छ। के हो भन्नु त? पुरा मेरो अफिसमा बोलाउने नाम के हो? चन्द्रावती। चन्द्रावती के हो अनि? चन्द्रावती पौडेल। चन्द्रावती पौडेल है। थाहा रहेछ आमालाई। मेरो आमालाई चाहिँ पुरा मेरो नाम चाहिँ थाहा रहेछ। कतिपय आमाहरूलाई थाहा हुँदैन क्या आफ्नो छोरीहरूको पनि। अब स्कुलमा बोलाउने नाम के हो, अफिसतिर बोलाउने नाम के हो, कतिपय आमाहरूलाई थाहा हुँदैन। मेरो आमाले चाहिँ मेरो पुरै नाम भनिदिनु भयो, चन्द्रावती पौडेल। हजुर। अनि आमा, म चाहिँ अरूभन्दा अलिकति कमजोर छु, अरू दाइ दिदी भाइ बहिनी भन्दा होइन। मेरा चाहिँ दुवै आँखा चाहिँ अलिकति कमजोर छन् अरूको भन्दा। अनि के मेरो आँखा पछि कमजोर भएको हो कि मेरो जन्मदै म यस्तो हो? खै अब पहिला हामीलाई नि अब जन्मित्तिकै दुध त अब केही ख्याल भएन। हजुर। अब जन्मेपछि त्यही 2 महिनापछि अब बच्चाहरू त आमा आएपछि कोही मान्छे आएपछि कहाँ लिन्छन् भनेर हानी छटपटाउने ऊ गर्ने गर्दा नि त खुसी हुन्छन्। त्यस्तो हुन्छन्। अब तिमी चाहिँ केही पनि नहुने के। वहीँ म जाँदा पनि आमा आइन भनेर खुसी हुने, छटपटाउने, यता केही पनि नगर्ने भयो। अनि किन यस्तो भयो, किन अरू केही पनि अवस्थै गरिदिनु किन होला भनेर अनि एक दिन चाहिँ यसरी काखमा लिएर दुध खुवाउँदाखेरिमा अनि निहालेर हेरेँ मैले। मेरो आँखामा हेर्नुभयो? तिम्रो आँखामा। त्यति बेलासम्म हजुरलाई थाहा थिएन कि म जन्मेको थिएँ भन्ने? 2 महिनापछि बल्ल हजुरले याद गर्नुभयो? अब 2 महिनापछि त अब अरू बच्चाहरू त जम्मै आउनु गर्ने, आमा आएपछि रमाउने, खुट्टा फाल्ने गर्थ्यो नि त, हात खुट्टा फाल्ने रमाउने गर्थ्यो। आमा आएपछि खुसी हुन्थ्यो? खुसी हुन्थ्यो, उफ्रिन्थ्यो कि हातबाट चलाउँथ्यो। अब खाना पानी केही पनि नगर्ने। अब सुतेपछि त्यो सुता बच्चा आमा आयो हो कि होइन कि के हो कि कसो केही थाहै नहुने। पहिले जसरी सुत्यो त्यसरी सुतिरहेको हुन्थ्यो। अनि चलपटाउनु केही पनि नगर्ने। भनेपछि मैले आमाको प्रतिक्रिया केही पनि देखाएन? आमा आएको हो कि अरू आएको हो कि नआएको मलाई थाहा भएन। थाहा नभएर होला अब त केही पनि गरिनौ। नगरेपछि किन यो बच्चा यस्तो केही पनि हुँदैन किन होला भनेर एक दिन चाहिँ दुध खुवाउँदाखेरिमा मैले निहालेर हेरेँ। हेर्दाखेरिमा त्यो आँखाको रानी भोरी सेतो झन् जाली भित्रबाट आएर रहेछ। मेरो आँखामा सेतो कला रहेछ? तिम्रो दुइटै आँखामा त्यस्तो कला रहेछ। त्यो देखियो। अनि ल यो त के भयो, यस्तो भयो रहेछ, नानीलाई किन होला भन्ने हल्ला भयो भनौँ न घर परिवारमा। बालाई भनियो, अरू हजुरआमालाई सबैलाई भनियो। अनि किन होला यस्तो के भयो होला भन्यो, सबैले हेऱ्यो गऱ्यो। अनि त्यहाँ हटाएर यो के भएको, यस्तै रोग लागेको हो, यो के रोग लागेको यस्तै हो, यो रोगै हो, यो
नत्र यस्तो हुँदैन। बच्चाहरूको आँखामा कसैको आँखा त सँगै क्लियर हुनुपर्ने होइन 2 महिनाको बच्चाको आँखा क्लियर हुनुपर्छ आँखा त। तर यिनको आँखामा यस्तो छ, त्यही भएर यिनले मान्छे आउँदाखेरिमा आमा आउँदाखेरि छटपटाउने यताउति केही नगरेको कारण तोराउँछ नदेख्ने भनेर अनि त्यहाँबाट एउटा ऊ गरेर यसरी सुताएर गरेर यसरी आँखामा छुन लाने कि छुन लगाएर यसो विचार किन त कसरी औँला ल्याउनु भयो आँखामा औँला लगाएर यसरी देख्दिन अब देख्ने भयो त डराएर झिमुक्क गर्छन्। नडराएपछि त झिमुक्क गर्ने कुरै नदेखेपछि त डराउनु त भएन। अनि त्यहाँबाट त्यसरी गरेर चेक गरियो। अनि त्यसो गर्दा नै झिमिक्क नि गरिनँ, केही गरिनँ। यसरी आँखाको नजिकै लगेर यसो गर्दा पनि झिमिक्क गरिनँ त्यति भएर भनेर टाढीबाट गरिनँ, नजिकै लसितै गरेँ अब किनभने नजिक त देख्छु नि त मैले। अनि अलि टाढाबाट यसरी गरिनँ कि नत्र अरू अब सबै मान्छे अरू भनौँ न अरू चाहिँ कमजोर आँखा कमजोर नभएको बच्चाले चाहिँ यसरी टाढाबाट यसरी औँला गऱ्यो भने डराउँछ होइन, आँखा झिम्म गर्छ। मैले चाहिँ त्यो त हो। अनि त्यो अनुभव गरियो हामीले। अब आँखा देखिँदैन भनियो। अनि त्यहाँबाट अब कता के गर्ने त्यस्तै भयो कि यस्तो भयो के भयो कसो भयो। उनीहरू हस्पिटल थिएन पाहाडमा त्यति, हस्पिटलमा पछि देखाउने कुरो भएन केही भएन। अनि त्यतिकै भयो। अनि हुँदाहुँदै त्यहाँबाट एक्कासी यहाँ 44 सालमा हामी चितवन झरियो तिमीलाई लिएर। अनि चितवन आएपछि बल्ल यहाँ भरतपुरमा देखाएर अपरेसन गरेर आएको हो। ल भयो अब यो कुरा फेरि पछि गर्नु ल। त्यसपछि कुरा आजमा मेरो आमासँग म सानोमा कस्तो थिएँ, कसरी कमजोर भएँ भन्ने कुराको बारेमा जानकारी लिइरहेको छु। भनेपछि मेरो आमालाई म जन्मेको 2 महिनापछि जब तपाईँ आउँदाखेरि मैले कुनै पनि प्रतिक्रिया देखाइनँ। हाँस्ने खेल्ने हातखुट्टा चलाउने उफ्रिने अब आमा आउनुभयो खुसी हुने त्यस्तै केही पनि नगरेपछि चाहिँ हजुरले अब यसको चाहिँ आँखा कमजोरी भयो भनेर आँखामा चेक गर्नुभयो होइन त्यति बेला। तर अब होइन विविध कारणहरू घरायसी समस्या होइन, ठुलो परिवार होइन आमा, अब पाहाडतिर हस्पिटलहरू पनि नहुने। अनि फेरि यति सानो बच्चालाई अहिलेको जस्तो अब अहिले त के छ भने बच्चालाई जन्मिने बित्तिकै हस्पिटल राख्छन् होइन, वहीँ उपचार हुन्छ। अब त्यति बेला त हाम्रो त त्यति सानो 2 महिनाको बच्चालाई त्यो हस्पिटल लाने चलन पनि थिएन होला, पक्कै पनि हस्पिटल लाने चलन थिएन। भनेपछि अब म 2 महिनाको बच्चीलाई हस्पिटल आँखाको लागि हस्पिटल लाने त पुरै भएन। अनि म कस्तो थिएँ अब सानोमा, कस्तो स्वभाव थिएन म, के खाना मलाई के भनेपछि असाध्यै मन धेरै अराल्ने पिराल्ने यसो त्यसो केही गर्दैन थियो। अरू दाइले ज्ञानी थिएँ, एकदम ज्ञानी थियौ होइन, झुटो चाहिँ नगर्नु ज्ञानी थियौ। दिनभरि मैले तिमीलाई झोलुमा सुताउँथेँ बिहान दुध खुवाएर। त्यही 9 बजे 10 बजेतिर भनौँ न 10:30 बजेतिर दुध खुवाएर झोलुमा हालेर तेल लगाएर झोलुमा सुताएर छोड्थेँ। अनि बेलुका 4 बजेतिर आउँथेँ कि म बस्ती हेरेर बस्ती जान्थेँ। बस्तीलाई जङ्गलमा चराउनु जान्थेँ। अनि बस्तुले चराएर अनि त्यहाँबाट भनौँ 4 बजेतिर 5 बजे 6 बजेतिर बस्तु बाँधिन्थ्यो। 4 बजेतिर त्यो बस्तु अलिक त जङ्गलमा अलिक त छोडेर आउँथेँ क्या घर। त्यो बेला यसो आएर दुध खुवाएर जान्थेँ। अनि आउँदाखेरि त्यही झोलुगाउँमा 2 हातले त्यो अलिक ठुलो भएपछि त त्यो यसरी सानो खाइले त सुती यसरी हल्लिन्थ्यो झोलु हल्लाउँथ्यो। अनि अलिक ठुलो भएपछि त झन् उभिने भएपछि त यसरी उभिएर 2 हातले झोलुको हल्लै राखेको हुन्थ्यो कि तिमी कसैले हल्लाउनु साथी पनि नचाहिने साथी नचाहिने तिमीलाई हल्लाउने मान्छे नचाहिने म आफै हल्लाउने हल्लाउने त्यो सानो पनि सुत्दाखेरि त उभिएर हल्न नसक्दा पनि त्यो खुट्टा फ्याटा फाल्ने उँधो ठेल्ने अनि धकेल्ने कि यस्तो हल्लिने कि त झल्नुको तिमी त्यतिको बाँसको झल्नुको आफै सुत्ने। अनि त्यहाँबाट अराल्ने फिराल्ने रुने केही होइन कि। अनि त्यतिको अनि बेलुका आएर फेरि दुध खुवाउँथेँ मैले बस्तु बाँधेपछि। अनि त्यहाँबाट फेरि काम आफ्नो के छ गर्ने फेरि झल्नुमा हाल्यो। अनि फेरि काम गऱ्यो। अनि एक्कासी त्यहाँदेखि खाने बेलामा अब भात खाने बेला भएपछि भात खुवाइयो। खाने बेला नहुन्छ दुध खुवाइन्थ्यो भैँसीको दुध खुवायौँ। अनि कस्तो जाउलो खानु चलन थियो त्यतिखेर? मलाई जाउलो खानु होला, जाउलो होइन भात मिचेर भात खुवाइन्थ्यो। चलन थिएन है जाउलो खाने। जाउलो भनेको हामीले थाहै थिएन।
खाइ थिएन। मेरो पालो हामी त उही हामीले पकाएको खाना झिकेर मजाले हातले मिचेर त्यो सिता जम्मै मिचेर अनि त्यहाँ दुध राखेर अनि उही जाउलो भन्दा नि अझ जाउलो के त्यस्तो बनाएर लिटो बनाएर अनि खुवाउँथ्यौँ। लिटो भन्थ्यौँ बरु हामीले त्यो चामल किनेर ल्याएर बरु त्यसरी लिटो पकाउँथ्यौँ कि अनि त्यसरी पकाएर जाउलो भनेको यस्तो जाउलो खुवाउनुपर्छ अहिले जस्तो फलफुल खुवाउनुपर्छ बच्चालाई थिएन यस्तो केही पनि चलन केही पनि थिएन। त्यो आफ्नो घर आमा लगायो है फालफुल अब आमाहरूले नि त्यो फालफुल भयो खाने हो नभए अन्तखेरि ल्याउने किनेर खाने भन्ने चलनै थिएन केही पनि। अनि त्यहाँदेखि त्यसरी खुवाइन्थ्यो। अनि त्यहाँ हाम्रो एउटा कुरा तपाईँलाई अब म माथि दाजुहरू पनि हुनुहुन्छ दिदी पनि हुनुहुन्छ होइन। अनि यति हुँदा पनि फेरि अब मेरो जन्म भयो होइन फेरि छोरी भएर जन्मेँ होइन। त्यति बेला छोरी भनेपछि अलिकति कस्तो चाहिँ यस्तो तपाईँले त्यस्तो केही यो छोरी फेरि यस्तो जन्म्यो भने त्यस्तै पीडा अलि यस्तो भयो केही भएन केही पीडा छोरी भयो नि छोरा भयो नि केही छोराछोरी यतिका भयो यता छोरी भयो छोरा भयो यस्तो पीडा केही पनि चिन्ता केही भएन। केही भएन आमालाई सिङको भारी हुँदैन जस्तै हाम्रो सन्तान जति जसमा भए पनि जति भयो आमालाई बराबर माया लाग्छ। बराबरै जुनलाई हेरेर उत्तिकै माया लाग्छ जुनको पनि बराबरै जुनलाई भए पनि खुवाउन पाए हुन्थ्यो लाउन दिन पाए हुन्थ्यो यस्तो खाना दिन पाए हुन्थ्यो यस्तो मात्रै हुन्थ्यो अर्थ चाहिँ केही हुँदैन थियो कि। अनि पछि अलि बुझ्ने भएपछि भनौँ न अलि आफै बस्न सक्ने अलिकति म 1 वर्ष 2 वर्ष भनौँ न त्यस्तो भएपछि मलाई खानेकुराहरू चाहिँ के मन पर्थ्यो म हजुरआमासँग बसेको तिमीलाई खाना त कस्तो मन पर्थ्यो भने अहिले ठुलो भएपछि त अब त्यसरी नै भात खुवायो अनि अलिकति दालमा दुध हाल्यो अनि पियाइदियो। दुध र दाल पिउँथ्यो दुध र दाल पियाउँथ्यौँ है सानोमा अनि त्यसरी खुवाउँथ्यौँ। अनि पछि अलि तिमी ठुली भएर अलिक बुझ्ने भएपछि भात खाने भएपछि यताउति हिँड्ने भएपछि हिँड्ने डुल्ने भएपछि अब सबैले खाँदाखेरिमा अब पाहाडको ठाउँमा त मही एकदम प्रशस्त त खाइन्थ्यो नि त। भैँसी आफैले पाल्ने मही खाने दुध खाने अब त्यहाँ बेच्न लाने कुरो हुँदैन थियो। अनि त्यहाँबाट मही दिनदिनै जस्तो मोध्थ्यौँ कि दिनदिनै मही बनाउँथ्यौँ। अनि अमिलो नहुने मिठो हुने दुध जस्तै मही अनि दाल पकाउने फेरि सधैँ दाल पकाउने माछा दाल केटाकेटी पनि पक्कै हुन्थ्यो म भन्न अब सबै केटीकेटीहरू हुने दालमा चाहिँ सबैलाई रमाउने चहिलो हुने कि भात खान अब बुढाबुढीलाई नहुने केटीकेटीलाई नहुने। अनि दाल पकायो अनि त्यहाँदेखि तिमीलाई चाहिँ दाल दियो भातसँग खाना बनाएर कटौरा अनि तिमी त अलिअलि भातमा राखेर भात मुछेर खान्थ्यौ। अनि त्यहाँबाट त्यो भातमा मही नहाल्ने कि अनि मही चाहिँ माग्ने त्यो दालमा मही त्यो दालमा कटौरामा भोलि मही हाल्यो अनि पियो गर्थ्यौ तिमी एउटा बानी दुध थियो तिमीलाई असाध्यै मन पर्थ्यो कि। मलाई असाध्यै मन पर्ने खाना दाल र मही मिसाएर पिउँथेँ। त्यही भएर म सानैबाट मोटो थिएँ नि आमा है अरू दाइ दिदी मोटै थियौ तिमी मोटै थियौ दिदी मोटै थिइन्। म एकदम अहिले लुरे भएको त सानोमा लुरे भएको त कान्छो भाइ माइला भाइ हुन् माइला दाइ माइला दाइ हुन् कान्छो भाइ पातलै थियो। छोरीहरूमा म चाहिँ मोटै थिएँ दिदी पनि मोटै थिइन् तिमी पनि मोटै थियौ यी दिदी पनि मोटै थिइन्। अनि सुन न अनि मलाई कता मलाई दिदीले कि दाइले को कोले भन्नुहुन्छ कि म हजुरआमासँग हजुरआमा पनि हामीसँगै हुन्थ्यो अरे भन्नाले मामाहरूको हुन्छ अनि मैले भात खाँदाखेरि मलाई अलिअलि हो कि होइन आउँछ होइन त्यो ठुलो कचौरा भात खाँदाखेरि अनि मैले सबै चाहिँ एकै ठाउँ माग्छु यसले भन्नुहुन्थ्यो कि हजुर अब मै घिउ मलाई त्यो भनिदिनु त ठुलो कटौरा भात दिने अनि अब जसलाई दियो त्यही मलाई यहाँ ल्याउनु न भन्यो अनि फेरि त्यही माग्ने कि अनि अथवा दिन होइन म त यहीँ ल्याउनु कि यहीँ ल्याउनु भन्यो अनि त्यसरी मागेर खान्थेँ सबै थोकै ठाउँ माग्ने अनि मुछेर गम्ती खाने तर जिउ पनि खाए जस्तै थियो सानी भए पनि धम्म थियो राम्रो। दाइले भन्नुहुन्छ कि त सानोमा त सबै थोक माग्थेछ अब दुध अब मही अब घिउ अब अचारहरू सबै एकै ठाउँ हालेर 2टा हालेर म खान्थेछु भन्नुहुन्छ त्यसरी खाने हो। त्यस्तो रहेछ मेरो बाल्यकाल खुसी लाग्यो। अनि त्यसपछि मलाई अलिकति अझ ठुलो भएपछि क्या 3-4 वर्ष 4-5 वर्ष भएपछि म चाहिँ मलाई गीत मन पर्थ्यो सानैबाटैको अहिले अति मन पर्थ्यो अहिले मन परेको राखेर हेर्न यसो पठाइदियो अनि अनेक अनेक गीत आफैले जोडेर बनाएर अनि गीत गाउँथ्यौ हो त्यसरी गीत गाउँथ्यौ। तिमी यहाँ आउँदाखेरि पनि त्यही 9 वर्ष कि 10 वर्ष के थियो होला
अनि उहाँ पाहाडमा पनि त्यति बेला 5-6 वर्ष के थियो बाले कलकत्ताबाट रेडियो ल्याउनु भयो। त्यो रेडियोमा आएका गीत जति एउटा पनि नछोडिकन जस्तो सुनेर जस्तो त्यो रेडियोमा गीत गा त्यस्तै भाकाले त्यस्तै स्वर निकालेर त्यस्तै गीत जम्मै त्यो रेडियोले गाँदै गाउँथ्यौ तिमी बसेर सानैबाट गीत गाउने सानैबाट। अहिले मैले गीत गाउने अहिले अब मलाई साथी युट्युबका साथीहरू भन्नुहुन्छ गीत गाउनुहुन्छ कति धेरै भन्नुहुन्छ। यो मेरो पहिले म सानैबाट मेरो स्वभाव गीत सुन्न मन पराउने हो नि। त्यही भएर यहाँ हामी चितवन झऱ्यो 44 सालमा आएपछि नि अनि त्यहाँबाट यहाँ चितवनमा त यसो बिउ राखेको धानको बिउ राखेको भएर सानो पूर्ण जान्थ्यौँ है बिउ पूर्ण पर्ने रहेछ। याद आएको अनि त्यो रेडियो लिएर अनि वहीँ जाने अनि त्यो रेडियोले जे भन्छ त्यही गीत गाउने दिनभरि गीत गाएर अनि आउँथ्यो बेलुका। मलाई त्यो बिलबोर्ड देखाएर गीत त्यही भएर त नि ठुली आमाले पनि के भन्नुहुन्थ्यो जेठी आमाले मेरो जेठी आमाले यहाँ बाँचिन्जेल बरारसान पनि यसले कस्तो राम्रो गीत गाउँथ्यो भन्न गीत गाउन पानको पात भन्दै गीत गाउँथे अहिले अनि भनेर गीत गाउँथे। काँचो मकै ढुकुरले मिल्दैन तिम्रो गीत छुट्टै कोही मिल्दैन भनेर गाएको मलाई त ठुली आमाले काँचो मकै ढुकुरले मिल्दैन तिम्रो गीत त छेउटै कोही मिल्दैन भनेर गीत गाएको त बिलबोर्ड देखाएको हैन भनेर गीत गाउँथे अनेक गीत जोड्छे बनाउँछे गीत गाएको गीत दिनभरि गीत गाएर जान्छ यसको बिलबोर्ड त यसको मुखै खाली हुँदैन कति छोरी जन्माइछौ भन्नुहुन्थ्यो क्या मलाई अब मेरो बुवा त म सानै हुँदा दिदी भयो होइन मलाई बुवाले भनेको एउटा कुरा चाहिँ मलाई याद छ क्या म सानै हुँदा हाम्रो भाइ थियो नि त मम्मीको भाइ होइन भाइलाई चाहिँ असाध्यै कथा सुन्न मन पर्ने मलाई चाहिँ गीत सुन्न मन पर्ने अनि हाम्रो बाले त कोसँग हो पनि कुरा गरेको मलाई ट्याक्कै त्यो सानो बेलाको अझै पनि याद छ क्या ए पिर छैन नपढे नि मेरो कान्छो छोरा कथा भनेर खान्छ मेरी कान्छी छोरी चाहिँ गीत गाएर खान्छे भन्नुहुन्छ क्या मलाई गाएको होइन त्यो अनि यसो भरण यहाँ आएपछि त 5 वर्षमा भरण गर्नु पर्ने रहेछ नि त। अनि सबैले भने किन होला यो छोरीलाई पढाउन नहालेर अब त पढाउन हाला न स्कुलमा यति भइछ भने 6-7 वर्ष कि 7-8 वर्ष थियो तिमी यहाँ हुँदा। अनि त्यहाँबाट हामीले भन्थ्यौँ कि होइन अब आँखा कमजोरी छन् सक्दिनँ भनेर मलाई बाले भने गरिदिनु पढाउन खोज्नु भयो बाले त्यति गर्नु गीत गाएर खान्छे मेरो छोरी आँखा त्यो पढाउनु हाल्ने स्कुलमा हाल्नु त्यही गर्नु नहालेको भनेर बाले भन्नुभयो। अनि त्यो भन्दाखेरिमा त्यो दिन चाहिँ त्यतिको भयो है। अनि भोलिपल्ट पर्सिपल्ट कहिले भन्यो मैले त सुनिनँ आशा भन्नु गऱ्यो तिमीले बा म त मेरो तिम्रो लागेको पैसा लगेर भरण गर्छु म त र पढ्छु भन्नु गऱ्यो तिमीले पढ्न सिमला म त पढ्न होइन म त मेरो टिको लागेको पैसा लिएर जान्छु र म त स्कुलमा भरण नभएर म त पढ्छु नि त त्यति बेला भरण नगरे पनि लाग्दैन थियो क्या लाग्नु त। तर तिमीले त भन्न आयो म यसरी म भरण आउँछु आफै र पढ्छु बा म त भन्यो गरेर अनि फेरि बाले त्यसो भनेर बाला त्यो धिक्कार होस् यस्तो भने छोरीले भनेर रुवाई भन्नुहुन्थ्यो क्या बा। अनि त्यहाँबाट फेरि भोलिपल्ट हो कि पर्सिपल्ट कहिले हो अनि फेरि बाली लिएर गएर भरण गरिदिनु पर्छ र 2 वर्ष भरण गरेको तिमीलाई भाइहरूले त्यहाँ पढ्थे गीत पढाउँथे तिमी त्यहाँ गएर हेरिरहन्थ्यौ क्या। अनि त्यो तिमीले त खरा त त्यो जानिसकेको थियौ कि घरै चिनिसकेको थियो सबै मलाई अरू पढेको सुनेर त्यतिखेर के आमा यो छोरीले चाहिँ केही गरी खाली जस्तो लाग्छ तपाईँलाई कस्तो लाग्थ्यो त्यो त अब केही सोच्दैन भएन नानी त्यति बेला त अब यता सोचिन गुरु त्यस्तो उपाय भएन केही भनेपछि तपाईँलाई अब सिकेर यस्तै जन्मी अब एउटा भगवान् एउटा बाटो लाग्ला नि भन्ने चाहिँ भयो त्यही भन्यो क्या सबैले ए छोरीले त गीत गाएर खान्छे यसले गीत गाएर खान्छे जसले पनि त्यही भन्यो क्या। भनेपछि मलाई पाहाडतिर गयो भने अझै पनि गयो भने त पहिला गयो हजुरआमाहरूले त्यो सानोमा मात्रै दबदबे रुखा दबदबे भन्थ्यो कि त्यो दबदबेको रुखमा बसेर गीत गाउनु नानी यही हो भन्नुहुन्छ म चिन्दै चिन्दिनँ म कहिले दबदबे बसेर गीत गाउँथेँ साना रुखा चर्ने त ठुलै रुखा चरेर कस्तो गर्थे अनि तिमी पनि त्यो दाइले चरेर देखेर तिमी पनि त्यो रुखमा चर्ने अनि गीत गर्ने पाहाडमा त यहाँ रुखा चलाइ दिँदा भने ओल्लो डाँडो पल्लो डाँडो संसार सुनिने भयो कि होइन त्यही भएर यो त रुखा चलाइ गीत गाउनु नानी होइन भन्नु पराले पाहाड गएको मलाई कोही भने
अनि यो अब यो कोही युवातालाई गीत गाउन देखेँ अनि भन्यो नि त सुनिदिनु भनेपछि म सानैबाट गीत गाउने चाहिँ मेरो सोख रहेछ होइन आँखा कमजोर चाहिँ मेरो सानैबाट गीत गाउन त तिमी त अब त नाच्नु चाहिँ नाचिनौ नाच्नु त मलाई अहिले पनि हातहरू नै आउँदैन गीत चाहिँ हातहरू नै आउँदैन नाचिनौ तिमी पनि नाचिनौ कोही पनि नाचेन अब छोरा न छोरी कोही मेरो नाचेनन् म पनि नाच्नु जान्दिनँ मलाई पनि आमाहरूले अब नाच्नेहरूले यस्तो सिकाएन केही पनि गीत गाउन चाहिँ तिमीले चाहिँ अति गीत गाएको हो जाने हो सानैदेखिको तिम्रो लय नै गीत गाउने हो कि है भनेपछि मैले गीत गाउनु छोड्न भएन अहिले पनि त्यसमा भएन अहिले चाहिँ अहिले आएको छ भनौँ न अब यताउति तिमीले एउटा लय गरिराखेको छौ हुन्छ ल आज मैले मेरो बाल्यकाल कस्तो थियो म सानैबाट गीतप्रति एकदमै रुचि राख्दो रहेछु मेरो आमाबाट थाहा पाएँ मेरो वास्तविक बाल्यकाल कस्तो थियो म कसरी हुर्केँ मलाई अनि मलाई आमा कपडाहरू कस्तो कलरको मन पराउँथ्यो सानोमा यस्तो यस्तो भन्ने केही रोज्ने चलन थिएन जस्तो जसले लाउने सबैले जसले मलाई यो कलर मनपर्छ यो रङ मनपर्छ भन्ने केही थिएन केही थिएन त्यति बेला चाडबाडमा कपडा ल्याइदिनुहुन्थ्यो त्यहाँदेखि कपडा पनि अब बेला त कस्तो चलन थियो भने गुनी चोलो लाउने चलन थियो क्या सानसानो हुँदै चाहिँ अब गुनी चोलो लाउनु अब नआउने घाँगरी भन्थे ज्याम्फर के भन्थे माथिसम्म एउटै भएको लाउँथ्यो घाँगरी भन्थे माथि चोलो भएको तल फेरि फरर त मेडी जस्तो के फरर बनाएर सिकाउँथे अनि त्यस्तै घाँगरी भन्थे त्यसलाई त्यो घाँगरी लाउने चलन हो 7-8 वर्षसम्म घाँगरी ल्याउँथेँ अनि त्यहाँबाट गुनी चोलो दिन्थेँ अब आफै लाउन जान्ने अनि सक्ने भएपछि न त घाँगरी नै हो हाम्रो बाबा कलकत्ता जान छ निलो ज्याम्पर ल्याइदिन्छु भन्थे मैले हाम्रो बाबालाई भन्ने हाम्रो बाबा कलकत्ता जान छ निलो ज्याम्पर ल्याइदिन्छु भन्न छ भन्थे अरे भनेर दिदीहरूले दाइहरूले कहिले कहिले जिस्काउनु हुन्थ्यो कि यस्तो गीत गाउँथिस् भनेर भन्नुहुन्थ्यो मेरो बाल्यकाल कस्तो रहेछ कसरी म यस्तो भएँ भन्ने बारेमा आज मैले मेरै आमासँग जिज्ञासा पढेर तिमी पढेर यस्तो मास्टरनी हुन्थ्यो होला यति पढ्थ्यो होला भन्ने हामीलाई ऊ नै थिएन केही पनि थियो सबैले खुसी हुनुहुन्छ नि त होइन आफ्नो खुट्टामा उभिन सफल भएको छु भन्ने नै थिएन जागिर खाएको छु आफ्नो पेट पालेको छु होइन मेरो आमालाई पनि पालेको छु अहिले एकदम खुसी हुनुहुन्छ मेरो आमा म प्रति भनेपछि एउटा शिक्षा हो अरूलाई पनि एउटा के शिक्षा हो भने कुनै पनि व्यक्ति कुनै कुरामा कमजोर होला एउटा कुरामा होइन तर त्यसो भन्दैमा ऊ सबै कुरामा ऊ हरेक कुरामा कमजोर चाहिँ हुँदैन उसले मेहनत गर्यो परिश्रम गर्यो भने जीवनमा सफलता पक्कै पनि पाउन सकिन्छ हामीले हरेस काम हुँदैन भन्ने कुरा चाहिँ आज यो हामी आमा छोरीको कुराकानीबाट थाहा हुन्छ हामी आमा छोरीको कुराकानी मेरो बाल्यकाल कस्तो लाग्यो अहिलेका लागि भने अब म यहाँबाट बिस्तारै बिदा हुन चाहन्छु यदि हाम्रो यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला मैले आगामी दिनमा पनि म लगायत म आफू मात्र होइन म जस्तै अपाङ्गता भएका फरक क्षमता भएका व्यक्तिहरूको यस्तै जीवनका कहानी सुख दुःखका भोगाइहरू जीवनका भोगाइहरू उनीहरूका कहानीहरू उनीहरूका सङ्घर्षहरू शिक्षा स्वास्थ्यप्रति उनीहरूको लगावहरू अनि उनीहरूको प्रतिभाहरूलाई मेरो यो च्यानलमा अपलोड गर्दै जानेछु भन्दै अब भने म आजको यस छोटो कुराकानीबाट बिदा हुन चाहन्छु हस्त नमस्ते सबैलाई नमस्ते